फाइनली के थाहा छैन यता यस्तो छ यता पनि त खर्रा खतरा देख्दै होइन त्यो धरा छ। अब हामी धरेर जाँदैछु राम्रो गाडी म मात्रै छु पुर्ने आउँदै हुन्छ अनि धररा अब कताबाट जानु यसको लागि लिफ्ट चढ्नुपर्छ होला होइन। हिँड्दैछु बाहिर ए यो त बाहिर जाने बाटो रे बाहिर जाने ए लिफ्ट चढ्नु पर्यो। कतिजनासम्म अटाउँछ लिफ्टले दाइ अट्छ 20 भनेपछि टपमा होइन ढोका लागिसक्यो बाबा साह्रै चक्कर लाग्ने भएछ। पाँच तलामा छौँ 7 तलामा छौँ अब हामी 8 तलामा छौँ अनि त्यसो 9मा गयौँ त्यसपछि 10मा गयौँ त्यसपछि 11 20 होइन 11 12 तलामा पुगिसक्यौँ 13 बालेनलाई होइन हो त्यो त यताउता हेर्दै जानु पहिला थियो कि होइन त्यस्तो कि कस्तो थियो पहिला 20मा आइपुगिसक्यो जनदाम त कति छिटो लाग्यो फाइनली हो हाम्रो लिफ्ट दिन्छ अब यसपछि हामी चाहिँ ल धरारामै एकचोटि फन्को मार्नु पर्यो अब एकचोटि होइन। हो ल हेर्नुहोस् काठमाडौँको पुरै भ्याली देखिँदो रहेछ कताबाट यतैबाट धरारा डेन्जर डर लाग्दो रहेछ यहाँ ल हेर्नुहोस् धरारा देखिँदो रहेछ त्यहाँ होइन यो सिसाले रहेछ निस्कने अलग तल त गाडीहरू कति सानो यत्रोको देखिन्छ त सानो त्यही यत्रोको गाडीहरू देखिन्छ रहेछ यहाँबाट चाहिँ अग्लो बनाएर चाहिँ किनभने यहाँ कहिलेकाहीँ मान्छेहरू फस्ला भन्ने सोच्यो होला। यो जुन धराराको कम्पाउन्ड चाहिँ यस्तो देखिरहेछ ल अघि हामी सुरुमा आउँदाखेरि गेटहरू त्योदेखि चाहिँ यति सानो यति राम्रो देखिरहेछ होइन। अब यसपछि अब यहाँबाट निस्किँदै के होला यो सेतो पुरै उज्यालो जान्छ होला नि त्यो घरमा त भित्र घर पनि कस्तो हो त गोलो उता चाहिँ स्वयम्भू चाहिँ देख्यो। अब यहाँ पशुपति कता त्यो स्वयम्भू भयो अनि कता पशुपति होइन हेलो दिदी अनि पुरा भयो मेरो
सब डर लाग्दो रहेछ भित्र बसेर